पूर्वमा मेचीदेखि पश्चिममा महाकालीसम्म फैलिएको नेपाल बहुजातीय, बहुभाषिक तथा बहुधार्मिक विशेषताले समृद्ध एक सुन्दर राष्ट्र हो। यहाँको विविध भौगोलिक बनावट, प्राकृतिक सौन्दर्य, मौलिक संस्कृति र परम्पराले देशलाई अझ आकर्षक बनाएको छ। सातै प्रदेश र 77वटै जिल्लाहरूले आफ्ना विशिष्ट पहिचान बोकेका छन्। तीमध्ये बागमती प्रदेश अन्तर्गत पर्ने रसुवा जिल्ला प्राकृतिक, सांस्कृतिक तथा धार्मिक दृष्टिले अत्यन्त महत्त्वपूर्ण जिल्ला हो। उच्च हिमाली भूभाग, रमणीय पहाडी क्षेत्र, हिम नदी, झरना तथा जैविक विविधताले भरिपूर्ण यस जिल्लाले नेपालको पहिचान झल्काउँछ। लाङटाङ राष्ट्रिय निकुञ्ज, गोसाइकुण्ड जस्ता धार्मिक तथा पर्यटकीय स्थलहरू यहाँका मुख्य आकर्षण हुन्। विभिन्न जात जाति, तामाङ, शेर्पा, नेवार, ब्राह्मण, क्षेत्री लगायतका समुदायहरूको बसोबास रहेको यस जिल्लामा आफ्नै मौलिक संस्कृति, भाषा र परम्परा विद्यमान छन्। भौगोलिक कठिनाइका बावजुद यहाँका जनताले स्वास्थ्य, शिक्षा लगायत सामाजिक क्षेत्रमा उल्लेखनीय प्रगति हासिल गर्दै आएका छन्। स्वास्थ्य क्षेत्रको सन्दर्भमा रसुवा जिल्ला बागमती प्रदेशकै अग्रणी जिल्लाको रूपमा स्थापित हुँदै आएको छ। सबैका लागि स्वास्थ्य भन्ने मूल मन्त्रलाई आत्मसात गर्दै जिल्लाले स्वास्थ्य क्षेत्रमा सर्वव्यापी पहुँच सुनिश्चित गर्न निरन्तर प्रयास गर्दै आएको छ। विशेष गरी राष्ट्रिय खोप कार्यक्रमलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्दै खोप लगाउने उमेर समूहका सम्पूर्ण बालबालिकाहरूलाई खोपको पहुँचमा ल्याउन सफल भएको छ। खोज र खोप अभियानहरू सञ्चालन गर्छौँ, डाटा भेरिफिकेसनको कामहरू गर्छौँ र यो सम्पूर्ण कार्यक्रम सकिएपछि चाहिँ वडा स्तरमा, स्थानीय स्तरमा पूर्ण खोप घोषणा भएपछि बल्ल जिल्लाले चाहिँ अब आफ्नो पूर्ण खोप सुनिश्चितता भयो है भनेर चाहिँ घोषणा गर्ने हो। र आजको यस चरणसम्म आइपुग्दाखेरि चाहिँ अब ब्याकग्राउन्डमा नदेखेका कुराहरू होला नि, तर धेरै स्टेप वाइज गरेर चाहिँ जिल्ला यो अवस्थासम्म आइपुगेको छ। र आजको यो दिन चाहिँ हाम्रो लागि एकदमै महत्त्वपूर्ण रहेको छ र हाम्रो यस्तो महत्त्वपूर्ण दिनमा हाम्रो निमन्त्रणा स्वीकारेर आइदिनु भएकोमा यहाँहरू सम्पूर्णलाई धन्यवाद ज्ञापन गर्न चाहन्छु। नेपालमा खोप कार्यक्रमको सुरुवात विक्रम सम्वत 2034 सालतिर विस्तारित खोप कार्यक्रमको रूपमा भएको मानिन्छ। सुरुमा क्षयरोग, बीसीजी, डिप्थेरिया, टिटानस, कुकुरखोकी, डीपीटी, पोलियो र दादुरा विरुद्धका खोपहरू सञ्चालन गरिएका थिए। समय चक्रसँगै हेपाटाइटिस बी, हेमोफिलस, इन्फ्लुएन्जा, एचआईभी, जापानिज इन्सेफेलाइटिस, रोटाभाइरस, निमोनिया, पीसीबी लगायतका खोपहरू थप गरिँदै आएका छन्। नेपाल सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय साझेदारीहरूको सहयोगमा खोप कार्यक्रमलाई विस्तार गर्दै बाल मृत्युदर घटाउन र बाल स्वास्थ्य सुधार गर्न महत्त्वपूर्ण योगदान पुर्याएको छ। हाल खोप कार्यक्रम देशभर प्रभावकारी रूपमा सञ्चालन हुँदै आएको छ। नेपाल सरकारले 2 दशक अघिदेखि सञ्चालन गर्दै आएको पूर्ण खोप सुनिश्चितता तथा दिगोपना घोषणा कार्यक्रम अन्तर्गत आर्थिक वर्ष 2082-83 को अन्तमा रसुवा जिल्लाले पूर्ण खोप सुनिश्चितता हासिल गरेको छ। जिल्लाका 9 कुण्ड, गोसाइकुण्ड, कालिका, आमा छोदिङमो तथा उत्तरगया गाउँपालिकाहरूले पूर्ण खोप सुनिश्चितता प्रक्रिया सफलतापूर्वक पूरा गरेपछि जिल्लालाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपना भएको जिल्ला घोषणा गरिएको हो। पूर्ण खोप घोषणा प्रक्रिया अनुसार वडा पालिका हुँदै जिल्ला खोप समन्वय समिति मार्फत जनस्वास्थ्य कार्यालय रसुवाले प्रदेश खोप समन्वय समितिमा प्रस्ताव पेश गरेको थियो।
सो प्रस्तावको आधारमा प्रदेशबाट अध्ययन अनुगमन तथा मूल्याङ्कन पश्चात घोषणा गर्ने अनुमति प्रदान गरिएपछि यही मिति 2083 साल असार 29 गते सोमबार औपचारिक घोषणा गरिएको हो। भदौरी सब्मिसन गर्दाखेरि कसैले पनि खोप नछुटाएको समयमै 15 महिनाभित्रमा पाउने सम्पूर्ण खोपहरू पाइएको हुनाले हामीले यो जिल्ला खोप समन्वयन समितिको सचिवालयबाट हामीले चाहिँ आज यो जिल्लालाई चाहिँ पूर्ण खोप सुनिश्चित अर्थात् दिगोपना रहेको जिल्ला घोषणाको लागि मैले यो सचिवालय चाहिँ यो प्रतिवेदन पेश गर्दछु। जनस्वास्थ्य कार्यालय रसुवाले प्रत्येक वर्ष घर दैलो कार्यक्रम सञ्चालन गर्दै खोज र खोप अभियान प्रभावकारी रूपमा कार्यान्वयन गर्दै आएको छ। स्थानीय स्रोतको उपयोग, स्वामित्व र सहभागिता, पूर्ण खोप सुनिश्चितता हाम्रो प्रतिबद्धता भन्ने नारासहित सञ्चालन गरिएको अभियान अन्तर्गत जन्मदेखि 15 महिनासम्मका 551 जना बालबालिकाले सबै नियमित खोप पुरा गरेका छन्। 16 देखि 23 महिनासम्मका 572 जना बालबालिकाले पूर्ण खोप प्राप्त गरेका छन्। जिल्लामा 0 डोज बालबालिका नभएको सुनिश्चित गरिएको छ। घोषणा कार्यक्रममा प्रदेश खोप समन्वय समितिबाट जिल्ला खोप समन्वय समितिका संयोजक तथा जिल्ला समन्वय समितिका प्रमुख अशोक कुमार घिमिरेलाई पूर्ण खोप सुनिश्चितता तथा दिगोपनाको प्रमाणपत्र प्रदान गरिएको थियो। पूर्ण खोप सुनिश्चितता र दिगोपना कायम रहेको जिल्ला कायम राख्न हामी स्वास्थ्यकर्मी सम्पूर्ण रसुवा जिल्ला अन्तर्गत कार्यरत सम्पूर्ण महिला स्वास्थ्य स्वयंसेविका स्वास्थ्यकर्मी जीवहरूको तर्फबाट म आफ्नो प्रतिबद्धता व्यक्त गर्दै मेरो आफ्नो छोटो भनाइ यहीँ अन्त्य गर्छु। हस्, धन्यवाद। पूर्ण खोप जिल्ला घोषणा सुनिश्चित गर्नको लागि हामी फेरि पनि पूर्ण निरन्तर र प्रतिबद्धता गर्दै निरन्तरता दिनेछौँ भन्ने प्रतिबद्धता जाहेर गर्दै मेरो 2 शब्द यही अन्त गर्छु। हस्, नमस्कार, धन्यवाद। जो विगतमा कोभिड हामीहरू भोग्यौँ, त्यो कोभिडमै हामीहरू खोप के हो, खोपको महत्त्व हामीले बुझिसकेछौँ र खोप के छ भने खोप निःशुल्क पाइन्छ, खोप सुरक्षित छ, खोपले जीवन रक्षा गर्छ। अब यति कुराहरू हामीले बुझेकै छौँ। बधाई दिन चाहन्छु महिला सेवा दिदीबहिनीहरूको देनले गर्दाखेरि सम्मानित हुनुभएको छ, त्यसलाई पनि म बधाई दिन चाहन्छु र जिल्ला जनस्वास्थ्य प्रमुखलाई म धन्यवाद पनि दिन चाहन्छु, बधाई पनि दिन चाहन्छु र सम्मान्य प्रमुखज्यूलाई पनि धेरै कोअर्डिनेसन गर्नुहुन्छ, धेरै काम उहाँबाट पनि धेरै कोअर्डिनेसन गर्नुहुन्छ। उहाँको कामै कोअर्डिनेसन एकदम राम्रो कोअर्डिनेसन भएर छ। आगामी दिनहरूमा फेरि यस्तै कोअर्डिनेसन राम्रो होस् भन्ने शुभकामना दिँदै मेरो आफ्नो छोटो मन्तव्य यही अन्त गर्न चाहन्छु। हस् त, धन्यवाद, नमस्कार। प्रसिद्धिले गाउँपालिकाको तर्फबाट र जनप्रतिनिधि हैसियतले यो जिल्ला स्वास्थ्य कार्यालयबाट चाहिँ सञ्चालन हुने विभिन्न खालका कार्यक्रमहरू, गाउँपालिकाबाट सञ्चालन हुने विभिन्न स्वास्थ्य सम्बन्धी कार्यक्रमहरूमा हाम्रो प्रतिबद्धता जाहेर पनि गर्दछु र आगामी दिनमा हामी यसरी नै हामी विभिन्न खालका कार्यक्रमहरूमा यसरी फेरि भेट्ने मौका हामी सबैलाई चाहिँ प्रदान होस् भन्दै यो कार्यक्रमको सफलताको शुभकामना व्यक्त गर्दै म बिदा हुन्छु। धन्यवाद। हाम्रा छिमेकी जिल्लाहरूमा पनि समन्वय गरेर यो खोप कार्यक्रमलाई अगाडि बढाउँदा झन् प्रभावकारी हुन्छ भन्ने मैले अपेक्षा गरेको छु। हाम्रो जिल्ला समन्वय प्रमुखज्यू यहीँ हुनुहुन्छ, उहाँकै संयोजकत्वमा यो पूर्ण खोप सुनिश्चितता तथा दिगोपना कार्यक्रम सञ्चालित छ। मलाई आशा छ उहाँले 5वटै पालिकाका सम्पूर्ण सरकारवालाहरूलाई नेतृत्व गरेर आगामी दिनहरूमा पनि प्रभावकारी रूपले यो कार्यक्रमलाई सफल बनाउनलाई सहयोग पुर्याउनु हुनेछ अथवा उहाँको नेतृत्वले सफलता प्राप्त गर्नेछ भन्ने आशा छ र उहाँलाई शुभकामना पनि छ, उहाँको सम्पूर्ण नेतृत्वलाई। कार्यक्रममा 5वटै स्थानीय तहका स्वास्थ्य शाखाहरू, उत्कृष्ट खोप कार्यकर्ता तथा उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो।
यसै गरी महिला स्वास्थ्य स्वयंसेविकाहरूबाट सांस्कृतिक गीत प्रस्तुत गरिएको थियो। हे स्वास्थ्यसँग जोडियो हाम्रो नाम, जोडियो हाम्रो नाम, गाउँको रिपोर्ट बुझाउने हाम्रो काम, पानको पात रसुवा जिल्ला पुणा खोप हुनुमा हामीले नि दियौँ साथ, रसुवा जिल्ला पुणा खोप हुनुमा हामीले नि दियौँ साथ। जनस्वास्थ्य कार्यालयका कर्मचारीहरूद्वारा सामूहिक नृत्य जस्ता कार्यक्रमले समारोहलाई थप आकर्षक बनाएको थियो। यस ऐतिहासिक उपलब्धि हासिल गर्न सहयोग, समन्वय र योगदान पुर्याउनु हुने सम्पूर्ण सरकारवाला निकायहरू, स्थानीय तह, स्वास्थ्य कर्मीहरू, महिला स्वास्थ्य स्वयंसेविकाहरू तथा आम नागरिकप्रति जनस्वास्थ्य कार्यालय रसुवा हार्दिक धन्यवाद व्यक्त गर्दछ। बीसीटी, डीपीटी, यो दादुराको खोपहरू अनि यो खोपहरू विभिन्न खोपहरू दिनुहुन्छ। तपाईँले निमोनियाको खोप पनि दिनुहुन्छ। निमोनियाको खोपको बारेमा अघि मैले विमल सरलाई बाटोमा कुरा गरी गोसेनकुण्ड गाउँपालिकाले निमोनियाको खोप 600 कतिजनालाई दियो भन्ने पनि कुरा गर्नुभयो। मलाई खुसी लाग्यो। त्यो निमोनियाको खोपहरू जहाँ पायौँ खोप दिन पाइँदैन। र म तपाईँहरूलाई के भन्न चाहन्छु भने खोपको महत्त्व कस्तो छ, खोप लिने अनि बिचमै छोडिदिने भयो भने त्यसको पूर्ण डोज पुरा हुँदैन अनि तपाईँहरूलाई रोग निकोल्चिन्छ र अनि हामी मृत्युको दोबाटोमा पुग्छौँ। तपाईँहरूले कर्तव्यनिष्ठ भएर स्वास्थ्य क्षेत्रमा लगनशील भएर काम गर्नुभयो। तपाईँहरूलाई धेरै धेरै धन्यवाद छ, बधाईको पात्र हुनुहुन्छ। अहिले हातमा आफ्नो प्रशंसा पत्र, प्रमाणपत्र लिएर बसिरहनु भएको छ 5 वटा पालिकाका प्रमुखज्यूहरूलाई पनि म बधाई दिन चाहन्छु। यस उपलब्धिलाई दिगो रूपमा कायम राख्दै आगामी दिनहरूमा पनि स्वास्थ्य सेवाको गुणस्तर अभिवृद्धि गर्दै लैजान जनस्वास्थ्य कार्यालय रसुवा प्रतिबद्ध रहेको छ। कार्यक्रम जिल्ला समन्वय समितिका प्रमुख तथा जिल्ला खोप समन्वय समितिका संयोजक श्री अशोक कुमार घिमिरेको अध्यक्षता, नौकुण्ड गाउँपालिकाका उपाध्यक्ष श्री चन्द्रबहादुर गलान तथा प्रमुख जिल्ला अधिकारी श्रीमान नरेन्द्र परियारको विशिष्ट आतिथ्यतामा जनस्वास्थ्य अधिकृत उन्नति महर्जनको स्वागत मन्तव्यसहित जनस्वास्थ्य कार्यालयका प्रमुख एवं जिल्ला खोप समन्वय समितिका सदस्य सचिव श्री निर्दोज मगरले जिल्लाको खोपको अवस्थाको समग्र प्रतिवेदन प्रस्तुतिकरण गर्दै तारापति बिसीको सञ्चालनमा उक्त कार्यक्रम सम्पन्न भएको थियो।